फाइनल्ली गाइजहरू चाहिँ ट्राभलिङको क्रममा म चाहिँ बाङखर्क आइपुगेको छु। यो चाहिँ बाङखर्क हो। बाङखर्कको चाहिँ कटेज त्यहाँ देखिएको छ, हेर्न सक्नुहुन्छ। हेरौँ, गुराँसे बुकी क्याम्प। म चाहिँ त्यहाँ जाँदैछु। टोपी लाछु, चिसो भएछ। तराईतिर यति बेला गर्मीले सत्यानाश पारेर होला। यता हाम्रो भने चाहिँ चिसो छ है। त्यही कारणले गर्दाखेरि गर्मी छर्नको लागि पहाडतिर निस्किनुस्। पहाड पनि कहाँ भनेपछि ठबाङ गाउँपालिका वडा नम्बर 4 को लेकतिर है। यहाँ चाहिँ गुराँसे बुकी क्याम्प पनि छ। तपाईँ जति दिन भए पनि मजाले खाने बस्नेको सुविधा छ। मजाले आएर खाने बस्ने रमाउने गर्न सक्नुहुनेछ। कुहिरो लगाइसकेको छ। म चाहिँ बाङखर्क आसपासमा आइसकेको छु है साथीहरू। ल हेरेर माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला साथीहरू। धेरै दिन भयो युट्युबमा भिडियोहरू नहालेको। आज पनि कहाँबाट फुर्सद पाएको थिएँ र यसो घुम्न आएको छु। ट्राभलिङमा निस्किएको छु एक्लै, सिङ्गल ट्राभलर आएम है। अनि मैले चाहिँ 2टा भिडियो चाहिँ बनाइसकेको छु अगाडि। थोरै मिनटको बनाएको छु। त्यति धेरै बोल्न आउँदैन मलाई फेरि। भर्खरै सिक्दैछु नि होइन। यसरी हिँड्दै गरेको खण्डमा चाहिँ कुनै न कुनै प्रोफेसनल ब्लगर बन्ने छु भनेर भन्दिनँ। किनभने मलाई चाहिँ त्यो समय पुग्दैन होइन। म आफ्नै काममा बिजी हुन्छु होइन साथीहरू। तर तपाईँहरूले माया गरिदिनु भयो भने ब्लगर बन्न सक्छु है। ब्लगर बन्न पनि कहाँ सजिलो छ र। त्यसरी क्यामेरा तेर्साएर मात्रै ब्लगर भनिँदैन। यो चाहिँ सम्पूर्ण चिजको फ्लो गर्नुपर्छ। अलिकति इन्कम सोर्स पनि हुनु पर्यो होइन। यस्तो एन्ड्रोइड मोबाइलले ब्लगर भनिँदैन होइन। राम्रो क्यामेरा चाहियो होइन। त्यसपछि बोल्ने कला पनि हुनु पर्यो। हामीसँग त न कला छ न गला छ होइन। मात्रै भगवान्ले दिएको यत्रो ज्यान छ होइन। काफी होइन। खुसी छु तै पनि। के हो यहाँ पल्टिङ कि क्या हो? बुर्लुङ्ग पल्टिङ क्या हो? कस्तो गजबको हो गजबको छ त यार। पल्टियो जस्तो क्या। एकचोटिमा त्यो सर्लके यस्तो बनाउने पल्टिने भनेको त्यहाँ चिसो छ ग्यार अलि। गाइज योलाई भन्छ ठ्याकुला हाम्रो भाषामा। यो पनि औषधि हुन्छ है एकदम। यसलाई मिच्ने हो भने चाहिँ फिस निस्किन्छ, मा साबुन बराबर हुन्छ भाँडा माझ्नको लागि। अरू औषधि पनि होला होइन। सामान खस्ला यहाँबाट। कस्तो गजबको छ यार। सुटौँ ल त गाइज एकचोटि आमामा पानी पर्ला चाहिँ भयो त यार। पानी पर्ला चाहिँ भयो त। आकाश गर्जिरहेको छ है साथीहरू है। आकाश एकदम गाडाङ गोडुङ आकाशैमा बिजुली चम्केछ। अनि त्यसपछि के हो होइन मलाई जो थाहा छैन। साथीहरू म चाहिँ त्यहाँ पुग्नेछु है। त्यहाँ पुग्नेछु त्यो ठाउँमा। एउटा कुकुर छ त्यहाँ। एउटा कुकुर, त्यो भोटे कुकुर हो कि चुटिया कुकुर। मजाले भुक्यो भने चाहिँ भोटे कुकुर, भुकेन भाग्यो भने चाहिँ चुटिया कुकुर। माटो चुटिया कुकुर रहेछ यार। मलाई त भाग्छ यार। हट चुटिया कुकुर हक। ल बाई बाई नबुकिस् है। नबुकिस्। मजा गरे केरा। केता रहेछ पाउ रहेछ है। मजा गरे केरा है। नबुकिस् है। टोक्न आउलास् र फेरि चुटिया कुकुर भन्दाखेरि रिसले टोक्न आउलास् र फेरि तनाव होला। क्या दिमाग खराब भयो।
ठ्याक्क जाने आउने बेला कुहिरोले घमक्क ढाकेको छ। भिडियो बनाउनु पनि जाँगर नलाग्ने यार। ल त साथीहरू फाइनली आइपुग्नुलाई है, आइपुग्नुलाई म चाहिँ यता जान्छु, त्यताबाट त्यो पुलबाट आउँछु है, पुलबाट आउँछु। पुल बनाएको रहेछ त्यहाँ गजबको, पुलबाट आउने छु। बाङखर्क एल्टिट्युड 3288 मिटर, 3288 मिटरको हाइटमा छ है यो ब्रासे भुकी क्याम्प छैन। ए बाबा गुड बाबा आउकुरे ढुकाएर आउलाई नगा केही नजोइनु त काङ नपावे काङ नपावे नगा कि चिरा चिरा जेन छन् बाबा। हाम्रो बाबा साइनु पर्ने यो चाहिँ बाँको साग, चिलाउने साग है, ढोकाया साग, ढोकाया सागमा बाबा सगरी आयो बाबा। जिम्नी आ रहा है, जिम्नी कलार का लीजिए जिम्नी, जिम्नी कलार का ढुकाया है। हाँ जी फिर याद होंगे। कांका राना जिमगम, हाँ कांका राने जिमगम बारिश आ रहा सही कमल उड़ा रहा है। सिंगाला नहीं बाबू कांगाला कमला रहा सही अपने बांगा बारिश आ रहा। नला कंगिरा बाबू रे नो माले हाँ यहाँ चाहिँ गोठाले बाबू है। आँगा सिँगी कतै दाइ गोठको भित्र यस्तो छ साथीहरू, यो चाहिँ भित्रको गोठ बस्ने। नङ प्राति किन्न किनी गाला गङ्गिरा बाबु गाला गङ्गिरा जिन्दगी गाला मार हर्दा प्राति फोनलो पाङ्जिएर कहाँ कहाँ गएर से बाबुको गोठ है यो। अस्थायी गोठ 5-6 महिना बस्ने गोठ चाहिँ यो हो साथीहरू। चट्टै यतातिर सुत्ने यो चाहिँ आगो। आहा के न्यानो भइरहेछ यहाँ त यी बाङ्गो चाहिँ धागोभन्दा पनि यो दाम्लो बनाउने। आहा दाउरा यी आमामामा दाउरा चाहिँ यो अस्ति खचरले बोक्ने हो। बाबु आले लीजिए लीजिए हाँ मालेर ओहो क्याम्पमा रहेन सुने साथीहरू। हाँ सुँगुरीका राजा हो नानीतिर ए देमा नि बाबुको नि के हो। ल म चाहिँ यतातिर गएँ यो रमाइलो दृश्य। पानी पऱ्यो साथीहरू, पानी पऱ्यो म नभए बस्न सक्छु है। ल यहाँनिर यो चाहिँ तपाईँको गजब बनाएको चाहिँ यहाँ पुल काठे पुल। आहा पानी पऱ्यो यार। बस्नको लागि क्याम्प तल छ एउटा, यो चाहिँ स्थायी यहाँ चाहिँ ट्याक्क खाना बस्ने एउटा क्याम्प चाहिँ त्यो, एउटा क्याम्प चाहिँ त्यो है। ट्याक्क जोरी त्यहाँ बस्नेहरू चाहिँ त्यहाँ 4-5 जनासम्म अटाइन्छ, 5-6 जनासम्म अटाइन्छ। तपाईँहरू 5-6 जना हुनुहुन्छ भने आएर बस्नु होला। म चाहिँ तल गएँ, पानी पऱ्यो पानी पऱ्यो आमा गजबको बनाएछ बस्ने, च्याट लगाएर बस्ने यहाँनिर। यहाँ चाहिँ के छ छिकिल लगाएको रहेछ यार, बस्नु पऱ्यो एकछिन पानी ओत्लाउनु पऱ्यो यार। भन्न छ चाबी लगाएको छ यार। यहाँ चाहिँ एकदम अर्ग्यानिक फेरि काठको है, यो काठको फ्लेकबाट बनाइएको छ चट्ट। अनि टोइलेट यतातिर छ है, टोइलेट चाहिँ यतातिर तलतिर छ। आमामा रुखहरू यहाँ गाडेर खतरा हुन छ नि। यो चाहिँ कटेज छ अस्थायी, यो माथि पिङ छ, उट्टापट्टि छ है राम्रो भ्यू आउने चाहिँ। म त्यो पनि देखाउन जान्छु अहिले पानी पर्छ गाने। यति राम्रो भ्यू छ गानी
साथीहरू तपाईँहरू घुम्न आउनु होला है साथीहरू। म चाहिँ यतातिर गएँ, पानी परिरहेको छ। या यो चाहिँ पिङ होइन, यो चाहिँ कटेज। एउटा कटेज चाहिँ चट्टा लगाएर अनि यतातिर यस्तो जान्छौँ हामी। दुई यता जाने हो कि यता जाने, यतै भएर जाऊँ। खै यहाँबाट देखिने भ्यूहरू ल साथीहरू। यो चाहिँ फोटो खिच्ने ठाउँ है। चट्टा लगाएर यसरी घुम्न आउनु होला, फोटो खिच्नु होला होइन। हेलो त साथीहरू, म चाहिँ अब जान्छु। पानी पऱ्यो, मलाई रुजायो। मेरो भ्लग यहीँ इन गर्छु साथीहरू। मन पऱ्यो लाइक सेयर कमेन्ट गरिदिनु होला, मिठो कमेन्ट छोडिदिनु होला है त साथीहरू। सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है, नयाँ साथीहरू हुनुहुन्छ भने। तर कटेजका मालिकहरू चाहिँ कता जानुभएको छ आज, हुनुहुन्न रहेनछ। नत्र भने केही न केही खाउँ कि जस्तो लागिरहेको थियो। यहाँ हो यो कटेजको जस्तो चाहिँ यस्तो छ। चापी लगाएको छ, भोटे तल्छ ठोकेछ साथीहरूले। यहाँ चाहिँ स्टोर, त्यसपछि खाना पकाउने अनि सुन्ने पनि छ त्यहाँ। भनेपछि ल त साथीहरू, मेरो भिडियो यहाँ इन्डिङ गर्छु। माया गरिदिनु होला है त।